चिप्लिसक्यो यो तर अहिले कहिले 100 रुपियाँ दिन्छ पर्फेक्ट गोलो बनादा 100 रुपियाँ कमाएन के भयो नि 150 हैन 200 हालिसक्यो अब 150 न 200 तर बाजे हाम्रो बाजे यहाँ छैन हाम्रो बाजे त गाउँमा के रे के भने रे फेरि भन्न एकचोटी आलु भन्नु मलाई नि दिन्न तेरो घाम नलायो हो कि आज पैसा खै पैसा तेरो पैसा सुस्ताले तिरेर पो गाउ भन्छ पैसा अन्ताल आयो पैसा भन्छ फेरि ल मेरो लुगा देऊ हे न ह तिमीले लुगा राख्नु नि मेरो पैसा देऊ पैसा दिइसक्यो त गुड मर्निङ सबैजनालाई खै गुड मर्निङ भन् तेरो गुड मर्निङ चाहिँ के हो कुरकुरेसन हो गुड मर्निङ बिहान उठ्मा चाहिँ कुरकुरे गुड मर्निङ अलिक उठ्न हामी चाहिँ भर्खर उठेको है यो चाहिँ उता रुमबाट आयो मेरो रुममा किन आएको यो बिहान थाहा छैन कुरकुरे खाँदै आइरहेको छ बिहान कुरकुरे खान्छ जस्तो ल अब तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु अनि आजको दिन तेरो आज छुट्टी हो कि छुट्टी हो तेरो आज छुट्टी हो तेरो आज होइन हे अनि खतरा रहेछ त मान्छे त अनि तेरो आज चाहिँ छुट्टीको दिन रहेछ अनि आज के गर्ने त अनि मम्मीसँग जानु त यिनीहरू चाहिँ अब मम्मी ड्याडी अनि ग्रेसी चाहिँ हस्पिटलतिर जान्छ अनि म चाहिँ यता खाना पकाउनु पर्ने हुन्छ पसल हेर्नु पर्ने हुन्छ त्यही हो आजको काम अरू केही पनि छैन भात तरकारी बनाएर राख्नुपर्ने हुन्छ तिमीहरू कतिखेर जान्ला हस्पिटल कतिखेर जान्ला यहाँ बोल्दै अब एकछिन गफ गर ल छिटो छिटो न त हाँसेर बस दैला अब चाहिँ उठेको पनि छैन कति बज्यो भनेपछि हेरौँला हामी 7:10 भएछ ल 7:10 भएछ यो चाहिँ मेरो मोबाइल हो तर यसको चाहिँ अहिले चार्जिङ पट बिग्रेको छ यो चार्जहरू बिग्रेको छ यो चाहिँ आज अब बनाउनु मिल्ने वर्ष उता माथि चोकमा त्यही म चाहिँ अहिले यसको अर्को मोबाइलबाट भिडियो बनाउँदैछु त्यही ल बाबाजीहरू पनि पहिला टिकट काट्नु जानु भइसक्यो अब माछालाई दाना दिनु पर्यो सुरुमा होइन दिन्छ त अहिले ल माछालाई दाना दिनु पर्यो है यो माछा पुरा खेलिरहेको फाइटर त यो कता हो कता ओइ फाइटर होइ ला मरेछ यो त ग्रेसी फाइटर त सुकेछ त नि धमिलो थियो पानी पनि ए फाइटर त चिप्लेछ खै दिस दाना दिस खोल्नु दे नि त नि दाना दिनु भने साकै माथि माथि आउँछ कि मलाई हेर्दै सब भुइँमा झाऱ्यो यसले त अलिक भित्र हाल्न पसलमा गएको छ अनि ग्रेसीले अब बेड मिलाउने होला दादाको पुग्यो दाना पुगेन होला फाइटर चाहिँ मरेछ यार कहिले मऱ्यो चिसोले मऱ्यो होला कि यो खासमा मलाई चाहिन्छ चिसो चाहिँ चाहिँदैन है गिलासहरू सब लथालिङ्ग छ आज एकछिन बाहिर पनि निक्लिन्छ आज उता होस् एकछिनमा आज बाहिर अलिकति भेटघाट पनि छ त्यसपछि अनि आएर
सुरुमा खाना तरकारी बनाउँछु मम्मीहरू अब एकछिनमा 7-8 बजीतिर जानुहुन्छ हस्पिटलमा ल्याउनु पर्छ दादा के सके नल्याउने अब यो गोल्ड फिस चाहिँ ल्याउनु पर्छ पछि ल रुमको हालै त्यस्तो छ अब टक्क लगाएर पसलतर्फ जानुपर्ने हुन्छ पसलमा गएर खाना तरकारी बनाउनु पर्छ है ल टक्क लगाएर खोइ ग्रेसी यसले चाहिँ यहाँ पानी हालेको छ तातो चिसो खै त्यो टोपी खै अहिलेको त्यो उवाला उवाला के दही पानी लगाएर हालिस् त्यो टोपी भोलि अब उसमा खपाङ्गीलाई उठाउनु जानुपर्छ अब खपाङ्गी घर जाने कि यो दादा समात्दा दादा लाउँछ दादाको चाहिँ बच्चाको टोपी लगाइरा ल टक्क दादालाई हेरेर देखेछ होइन यस्तो सही देखेछ हौ हजुर नखानु भएको यो के नखानु त्यो छोड्दै अहिले दिउँसो खाँदा हिँड यो बोके हिँड न बरिस पानी तातो मात्रै भइरहेछ त चिसो नि भयो हिँड न त बोक न त मोबाइल बोक यो मोबाइल बोक ल मोबाइल बोक ल कति जानुपर्छ पऱ्यो यहाँले ल ल छोट 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 टन्न खाने हो पानी त यति हालेर खाँदो रहेछ अनि टन्न खाइरहेको छु धेरै राम्रो हिँड ल कहाँ जाने अब यो चाहिँ हाम्रो टोल हो एकदमै रमाइलो छ यो टोल चाहिँ सिङ्गिटी मार्ग धोबीघाटको सर पुरै यो गाउँ जस्तै हो कि यो पनि आफ्नै हो यो पनि आफ्नै हो हिँडौँ 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 यादमा तिमी अब कहाँ जान गरे बेसी ल अन्जिता घर जानु लाग्यो ल सुसिता हेर त यहाँ तेरो माम रहेछ हिँड माथि खपाङ्गी 80 रुपियाँको खपाङ्गी रन यही हो त्यो आज त पढे पो जस्तो त पढी पो रहेछ दियो त आज मलाई नि दिन्न त्यो घाम नलाइ हो कि आज पैसा खै पैसा तेरो पैसा तेरो पैसा सुस्ताले दिएर पो गाउ भन्छ पैसा अन्ताल आयो पैसा भन्छ फेरि मलाई मेरो लुगा देऊ हे न पाएछ त ह तिमीले लुगा राख्नु नि मेरो पैसा देऊ ओ पैसा दिइसक्यो त दुसरा देऊ या पैसा देऊ ल देऊ हे देऊ त मक्सद छिटो बेसी त जाने कि नजाने आज त हामी त जाने हो त कता बेसी त मम्मीसँग जानु लाग्छ उता मने जाने कि खेल्दै छ ल मम्मी म पनि जाने हा मम्मी कहाँ जान्ला को लागि भ्लग बनाइरहेको नि तपाईँको भ्लग बनाएको नि मम्मी मेरो 3टा कपी बनाउनु आन्टी मलाई नयाँ कपी दिन्छ किनभने यति पैसा दे पैसा पैसा यहाँ दिँदैन न भाइ फेरि फेरि न म दिन्छु पैसा उजा त खपाङ्गी ओ आहा दादाले मोबाइलमा ब्यालेन्स हाल्नु या हाल्दै त 50 रुपैयाँको है म अझै 150 रुपियाँ दिन्छु 200 रुपियाँ हाल्दै त हेर्नु जानु पर्यो म हिजो हालेँ होइन बेकारमा त तानेको हिजो आन्टीले नि हो त्यो मोबाइलबाट त्यो ब्यालेन्स ट्रान्सफर गरेको ब्यालेन्स चाहिँ ट्रान्सफर गरेर त्यो 25 रुपियाँ त हुन्छ नि 25 रुपियाँ दिन हजुर 35 रुपियाँ हो 25 25 होला है
35 रुपियाँ गरेर छ तपाईँ अब 35 रुपियाँको एमबी तान्नु पर्यो भने हैन 35 मेरो थियो नि त 25 रुपियाँ 25 वर्ष 50 भयो त अनि 50 अनि मेरो 8 रुपियाँ बाँकी छ अनि 40 को तानेको मैले 40 को एमबी 50 कति हुन्छ त नेट छ नि यहाँले मेरो हस्पिटल अन गरिदिन्छु अन रहेछ त अनि हिजोको एमबी जम्मा कति अब 1 GB पनि छैन अनलिमिटेड तान्नु पर्यो नि त नि हिजो अनि एकैछिन लाइन गएको भनेर ताने 50 रुपैयाँ 24 घण्टाको लागि अनलिमिटेड पाउँछ मलाई के थाहा त अब खोइ नेटै चल्ला छैन पखन त आन्टीले ठग्यो मलाई हुन्छ साथी आमा खै बत्ती छैन यहाँको बत्ती त छ नि अनि? बत्ती के गर्नु चल्यो त ग्यालेक्सी कसको हो यो मेरो पैसा छैन कुन नम्बर हो त्यो 9823 वाला हैन कति फेरि भन्दा नम्बर मेरो नम्बर त हो त्यो लास्टको दुई नम्बर त फरक हो नि कति 9823 79 अनि 87 84 150 हैन 200 हालिसक्यो अब 150 न 200 तर बाजे हाम्रो बाजे यहाँ छैन हाम्रो बाजे त गाउँमा के रे के भने रे फेरि भन्न एकचोटि आलु भन्नु पैसा अब चाहिँ उल्टै पैसा खबङ्गीलाई पैसा माग अब चाहिँ हाम्रो पैसा आउनु छ माग अब छिटो पैसा ल्याऊ भन्न यसको पैसा तिरिसक्यो बाबु अब उल्टै तेरो मामला पैसा माग 200 रुपियाँबाट 50 रुपियाँ कराएर 150 रुपियाँ माग 150 रुपियाँ दे भन्छ छिटो खबङ्गीलाई छिटो जा दे 50 रुपियाँ के भाषा बोलेको यसले त पपाउनु पैसा यी पैसा हालेको अब एमबी तान्छ नि त अब उल्टै पैसा दे खुच्चिङ त खुच्चिङ त्योभन्दा धेरै आउँछ त्यहाँ जा ग्रेसी पैसा कमनै खपाङ्गी 10 रुपियाँमा फेरि रहेछ खुच्चिङ पैसा त त्यहाँ खपाङ्गी अनुहारले खपाङ्गीको अनुहार हो सुन ओए खपाङ्गी सुन ओए सुन्न ओए खपाङ्गी यहाँ सुन पपकर्न पनि पायो पैसा पनि पायो उल्टै तेरो पैसा पनि पायो यी मनी उजा खपाङ्गी त हो उजा अन्जिता अब म्याउ म्याउ हेर्न पाउँछ नि त भागेको उजा पैसा पनि पायो रे पपकर्न पनि पायो रे छोड दो उजा अहिले फेरि अहिले को के कति 11:30 होइन तिम्रो के 11:30 तिम्रो टपिक हो आज दुईटा म्याच छ 11:30 हो आलु भेन्टाको आन्टी म पनि जाने हो हस्पिटल त नाइ मने जाने पपकर्न पनि पायो यता यो पैसा पनि पायो रे तेरो पैसा पनि खोस्यो रे हामीले त उता जा खपाङ्गी त यता नआइज उता माउ किन उठिरहेको तिमीले हट्नु मेरो आधी होमवर्क गर्छु कहाँबाट ल्यायो होमवर्क गरेछ यसले 200 को भन्ने त हो नि हैन खोइ हस्पिटल गएको आज होमवर्क गएको वाह एक हो अनि किन 7 त देखाएको छैन त एक विक होला नि त दादा एक विक त्यो चेन्ज भयो के हेर्नु न चेन्ज भयो त्यो 7 दिन त चल्छ नि फेरि ओ गुरुकुल हाम्रो ल अनलिमिटेड हैन 7 दिन अब खाना पकाउनु जानुपर्छ हेर ग्रेसी तिमीलाई जाने होइन उता हस्पिटल आन्टी हस्पिटल गएर आउनु जेलसम्म आन्टी यहीँ हुन्छ त नि किन चलाएको जा खपाङ्गीको दिमाग त घुँडामा छ घुँडामा बुझा म सुत्जा मगन जा मगन जा किन होला
त्यो सबै ब्यागमा राख ब्यागमा राख खोइ त ब्यागमा राख ब्यागमा जा ब्यागमा राख त खपाङीको दिमाग छैन के उज्जा तेरो बाबा खोइ ग्रेसी यहाँ नि बनाएको यहाँ बनायो कि अन्जिताले बनाएको हो बनाएको हो नि त हो त्यो केले त्यो गोलो बनाएर खास त्यो केले के छ चुडा पनि हैन त्यो के त्यो क्रिमको त्यो बिटकोले बनायो कि केले बनायो बनाउँछ कि कपले बनायो गिलासले हो कपले नै हैन यसले यस्तो बनायो भने यसले त्यस्तो बनायो भने त यसलाई त मैले त 100 रुपैयाँ दिन्छु त्यस्तै बना फेरि एकचोटि यसले बनाएको हो के बनाउँछ ल फेरि बना हो क्या फेरि बना ल खै मैले पार्ने एउटा दिन उयो बनाएको रे यसले यो गोलो बनाएको त्यस्तो ओए केही पनि प्रयोग नगरे मलाई फेरि खै ए त्यो गिलासले कसरी हुन्छ त अनि त्यो गिलासले त गोल गर्ने हो त तेरो बाबु तपाईले किन समातेको त त्यो त्यसलाई समात्ने नि त्यसले बनायो यहाँ गर्ने यहीँ गर्दा केही फरक पर्दैन ल बना त खख यहाँ त्यस्ता एउटा यहाँ बिचको पानी लगायो यसले बनायो भने चाहिँ यसलाई त मैले त 100 रुपैयाँ दिन्छु ल अहिले रेडी गरेर राख भने पैसा फेरि पर्फेक्ट गोलो हुनु पर्यो नि त्यो फेरि चिप्लिसक्यो तर छन् अहिले कहिले 100 रुपैयाँ दिन्छु पर्फेक्ट गोलो बना त के भयो यो चाहिँ 100 रुपैयाँ कमाएन के भयो नि तँलाई सिधामा गर्ला भन्दा त तँलाई ए यसले सकेन सक्छ 9816807366 यो ऊ हो कि केही हुँदैन यसले चिप्लिसक्यो ए खह त वाह भयो गोलो कहाँ भयो खोइ यो कस्तो अलिकति यसले कहाँ गोलो हुन्छ त्यस्तोले यसको पनि त्यही त भएको नि यहाँ पनि यसको यहाँ पनि मिस्टेक भयो अनि यहाँ पनि मिस्टेक भयो पर्फेक्ट यस्तो बना दादा जसरी बच्चाले त नि त्यस्तो त बनाउँछ त तेरो बच्चाले नि ग्रेसी बनायो त गोलो बना ग्रेसी गोलो बना त लु बना त कतिको गोलो बनाउँदा रहेछ त्यो गिलास नहल्लाइ बना ल म समातिदिन्छु गिलास ल मैले समायो भने त्यो पनि गोलो भइहाल्छ म समादिन्छु पर्दैन ल अनि समाउनु होइन आफै गर्छ ल गिलासले गोलो बनाइदिए ग्रेसी तैँले यता फर्क न कपी चाहिँ यहाँ राख ए छोड्दे त्यहाँ आफै पर एक्लै सजिलो चाले गर्छ हो यहाँ बसेर खतरा गोलो बना ल त्यो खपाङ्गी जति पढ्नु सक्दैन कि के अरे ग्रेसी जति पढ्नु सक्दैन खपाङ्गीले बिग्रियो भने नि फेरि पैसा पाउँदैन तस्तो हो तँ जा आया फेरि थाहा होला नि मेरो हात कस्तो छ अझ अलिकति तान्न भयो छोडिदिए ठ्याक्कै गोलो भयो यो अलिकति त बिग्रेको नि अनि यो भन्दा त अन्जिताको झन् राम्रो छ त के अन्जिता भन्दा यही राम्रो छ कि म बनाउँछु भाइ आज पानाहरू खरेर म एकचोटि बनाउँछु बनाउँछ ल हिँड्नु है ग्रेसी भात पकाउनु अब म एकचोटि बनाउँछु एकजनालाई 100 रुपियाँको मासु मजाले पुग्छ म एक्लैलाई फाइनली मासु र साग चाहिँ रेडी भइसक्यो है
यो अघिसम्म चाहिँ धेरै देखिरहेको थियो किनकि अघि मैले आन्टीलाई नै अलिकति पुऱ्याइदिएँ त्यही भएर यति छ खाना भयो पकाएको बहिनीलाई दिनु लगाएको है ल टक्कलाई म पसलमा छु मम्मीहरू चाहिँ जानु भइसक्यो हस्पिटल गएर उता चेकअप गर्नु भएर अनि मम्मीहरू चाहिँ बाहिर खानुहुन्छ त्यही भएर मैले चाहिँ अलिकति मात्र ल्याएर अनि पकाएर उता आन्टीलाई पनि दिइसकेँ म पनि खाना खाएर त्यहाँबाट निस्किन्छु बाहिरतिर है बहिनीहरू त बाहिर चाहिँ बहिनीहरूलाई खाना दिएर अनि म पनि खान्छु अनि खाना खाएर अनि म पनि एकछिन उता बाहिरतिर भोलिको लागि सपिङ गर्न जान्छ त्यसको लागि सपिङ गर्न जान्छु त्यो भोलि अलिकति काम छ त्यसको लागि अलिअलि कातरकुतीहरू किन्नुपर्ने छ त्यही भएर अब सुरुमा खाना खान्छु त्यसपछि बाहिरतिर निस्किन्छु म चाहिँ यसले चाहिँ भात खाइरहेछ कसो भात मम्मी बाबा खै त मम्मी बाबाले खाना कहाँ खान्छ अरे थाहा छैन अहिले भात खाएर कहाँ जान्थ्यो त क्रिकेट खेल्ने ठाउँ ल दिन्छ पैसा त्यो भात खा सबै अहिले म त पैसा दिन्छु तैँले भात किन खाएको अरे भन् त यसलाई के अरे क्रिकेट हेर्ने ठाउँमा ससेज के खानु पऱ्यो अनि पैसा दिनुभयो भात खान्छु न खाँदैन भने यसले भर भात खाएर यो कम्ताको चुर छ डाइरेक्ट ठग्नलाई कति 100 रुपियाँ भने तैँले पहिले त्यो भात सबै सका अनि म दिन्छु तँलाई 100 रुपियाँ र अब यसले खाना खान्छ त्यहाँबाट म पनि खाना खानु पऱ्यो खाना खाएर अनि बाहिरतिर निक्लिन्छु ल टक्कलाहरू म चाहिँ अघि बाहिर गएर पनि आइसकेँ भर्खरै पसलमा भर्खरै भन्दा नि कति 1 घन्टा जति भयो होला अहिले पसलमै छु म त्यहाँबाट 1 घन्टा 2 घन्टा नै भइसक्यो आएर अलिअलि लुगा चेन्ज गरेको छैन मैले यतिकै बसेँ मम्मीहरू बाहिर निक्लिनु भयो अनि ठ्याक्कै राख्नु पनि पर्छ आज मैले भिडियो आज नै हाल्नुपर्छ नि त एडिट गरेर त्यही भएर अनि ठ्याक्क अघि मैले भ्लगै गर्नु बिर्सेछु भ्लग गर्नु बिर्सेछु भन्दा नि भ्लग गरेको छ भनेर बिर्सेछु मैले अन्त क्रिकेटको हल्ला आइरहेछ यहीँनिर यहीँ ठाउँमा नि त क्रिकेट खेलाउने त्यही भएर अनि बिहान भ्लग सुरु गरेको चाहिँ थाहा थियो तर इन गरेको छैन भने थाहा थियो नि त्यही भएर बिर्सेछ म पसलमै छु ल भोलिको लागि अलिअलि सामान किनेर ल्यायो अब भोलि अलिअलि प्रोग्राम छ अलिअलि सपिङ पनि गरियो अनि त्यही भएर आज अलिकति थाकेको छु भनौँ तब यो भएर चाहिँ मैले अहिले नै हाल्नुपर्ने हुन्छ 5:30 हुन लागिसक्यो अहिले हाल्नुपर्ने हुन्छ त्यही भएर यो भिडियो चाहिँ म यतातिर हिँड राख्छु आई होप तपाईँलाई आजको भिडियो कस्तो लाग्यो भिडियो मन परेमा लाइक सब्सक्राइब गर्नु होला भन्दै आज म हजुरहरूको माझबाट बिताउन चाहन्छु स्वस्थ रहनु होला हेल्दी रहनु होला भन्दै अब एकचोटि अर्को भिडियोमा भेट्नेछौँ कस्तो म बोलेको नि त्यो हुन्छ नि अब त्यो थाकिरहेछ नि त त्यही भएर यस्तो छोराको त्यसलाई आजको लागि यति नै भन्दै बिदा लिन चाहन्छु हस्त जय नेपाल।